विगतका सहमति कार्यान्वयन गर विगतका सहमति कार्यान्वयन गर शिक्षक कर्मचारी एकता जिन्दाबाद जिन्दाबाद शिक्षक कर्मचारी एकता जिन्दाबाद 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 शिक्षक कर्मचारी एकता जिन्दाबाद 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 आजसम्म पनि नेपालको शिक्षा चाहिँ 2028 सालदेखि शिक्षा ऐनले चल्यो भएर आदरणीय शिक्षक कर्मचारी साथीहरू सम्पूर्ण शिक्षाको सडकको लागि समावेश भइदिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। फुटपाथ टेकीमा भएका शिक्षक कर्मचारी एकता जिन्दाबाद 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 नेपाल शिक्षक महासंघ जिन्दाबाद 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 नेपाल शिक्षक महासंघ जिन्दाबाद 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 नेपाल शिक्षक महासंघ जिन्दाबाद 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 शिक्षा ऐन जारी गर जारी गर जारी गर 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 विगतका सहमति कार्यान्वयन गर कार्यान्वयन गर कार्यान्वयन 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 गर हाम्रो आन्दोलन जारी छ जारी छ जारी छ 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 शिक्षा ऐन जारी जारी गर जारी गर शिक्षा ऐन जारी गर जारी गर जारी गर कृपया पेटीमा हिँडिरहनुभएका शिक्षक कर्मचारी साथीहरू मूल सडकमा आइदिनमा हार्दिक अनुरोध गर्दछु। अनुशासित सभ्य र भव्यका साथ हाम्रो यो आन्दोलनलाई सफल पार्न सम्पूर्ण साथीहरू कृपया अनुशासित भएर मेन रोडमा आइदिन हार्दिक अनुरोध गर्दछु। पेटीमा र बिरुवाहरू नभागिदिनु होला, कृपया मेन रोडमा आइदिनु होला, फोहोर नगरिदिनु होला। शिक्षक कर्मचारी एकता जिन्दाबाद जिन्दाबाद शिक्षक कर्मचारी एकता नेपाल शिक्षक महासंघ शिक्षक कर्मचारी एकता यस बृहत जुलुस तथा विरोध सभा हाम्रो कार्यक्रम यति बेला हाम्रो माइती घर मण्डलबाट बानेश्वरपट्टि अगाडि बढिरहेको छ। यति बेलासम्म हाम्रो कार्यक्रम सभ्य र भव्य तरिकाले अगाडि बढिरहेको छ। यति बेलासम्म प्रहरीले कुनै पनि धरपकड गरेको छैन। कार्यान्वयन गर